हेलो गाइस, 4 माइला काठमाडौँको 4 माइला काठमाडौँ। म चाहिँ काम गर्ने ठाउँमा पनि आइसकेँ। यो 4 माइलामा कपडा सपडा चेन्ज गरेर गाइस यार म आउनु चाहिँ आइपुगेँ के अरे काम गर्ने ठाउँमा। तर मेरो कपडा त हेर्नु न। वेलकम ब्याक माई न्यू ब्लग। तपाईँलाई आजको मेरो भिडियोमा स्वागत छ। र आज चाहिँ म यता नुवाकोटतिर झरेको छु। आज भन्दा नि हिजो झरेको, अनि हिजो झरे बसेँ। अनि आज चाहिँ म उता दाना तिर्न जानुपर्ने छ कि बङ्गुरलाई। अनि तपाईँलाई मैले अस्तिको भिडियोमा भनेको थिएँ यो ठाउँ यस्तो हो भनेर तपाईँलाई मैले भनेको थिएँ नि। त्यो ठाउँमा जान लागेको आज चाहिँ म, त्यही भएर तपाईँलाई भिडियोकै लागि म जान लागेको त्यहाँ चाहिँ। अनि जान्छु, अलिकति दाना टिप्छु, त्यसपछि अनि फर्किहाल्छु। छिटै नै फर्किन्छु म, धेरै बेर बस्दैन। त्यो भिडियोको लागि चाहिँ जान लागेको म, किनकि म अलिकति अहिले सन्चो पनि छैन, अलिक त्यस्तो जाने अवस्था पनि छैन, त्यो ठाउँमा जाने अवस्था खालको छैन अलिक म। त्यही भएर अलिकति गाह्रो छ मलाई। त्यही भएर अनि म भिडियोको लागि जान लागेको त्यहाँनिर। अनि मैले चाहिँ बाइकहरू सबै यतातिर राखिदिएको छु। म आज चाहिँ ठुलो बाइक लिएर जान्दिनँ होला, किनकि यो सानो बाइक लिएर जान्छु होला। यो त्यहाँ जाँदाखेरि अलिकति बाटोहरू अलिक पानी परेछ कि, पानी परेपछि हिजो पानी परेको छ, चिप्लोहरू बाटो होला के होला। अनि त्यही भएर अनि लड्छ के हुन्छ, अनि अलिक बाटो पनि अप्ठ्यारो छ। अनि भरे फेरि मैले जति दाना टिप्छु नि त्यो दाना चाहिँ भरे बोकेर ल्याउनुपर्छ कि, यसमा बोकेर ल्याउनुपर्छ। त्यही भएर अनि अब चाहिँ म रेडी हुन्छु। त्यसपछि रेडी भइसक्यो, अब म चाहिँ यहाँबाट निक्लिनु पर्ने हुन्छ। मैले चाहिँ यो टोपीहरू किन हालेको भनेदेखि यो सेफ्टीको लागि हो कि, भरे किनकि 4 माइलामा त कति धेरै बास्ना गन्ध आउँछ। त्यही भएर यसले यस्तो गरेर छोप्नुपर्छ। अनि यो टोपी चाहिँ भनेको फोहोरहरू नलागोस्। अब हुन्छ नि कति धेरै फोहोरहरू आएको हुन्छ, त्यही भएर नलाग्छ नि। भरे गएर पनि यही कपडामा पनि के अरे काम गर्ने होइन नि त हामी। गएपछि उहाँले अर्कै कपडा हाल्नुपर्छ कि, उहाँनिर काम गर्ने 4 माइला काम गर्ने कपडा हाल्नुपर्छ कि। यो कपडा त घरबाट लाएर जाने त्यहाँसम्म, त्यहाँदेखि फेरि अर्को कपडा हालेर काम गर्नुपर्छ। अनि म चाहिँ रेडी भइसक्यो। यो म सानो बाइक नै लिएर जाने भइसक्यो। स्टार्ट नभएर कम्ता दुःख थियो त, बल्ल बल्ल स्टार्ट भयो। स्टार्ट नगरेर कति भइसकेको थियो, अनि स्टार्ट भयो। अब चाहिँ म जस्ट जानु लाग्यो। कम्ती पनि 4 माइलामा काम गर्ने 300देखि 400सम्म होला त्यहाँनिर काम गर्ने। चाहिँ 6 बजे खुल्छ। अहिले चाहिँ यहाँनिर अब कति 5:30 भइसक्यो। म चाहिँ निक्लिहाल्नु पर्ने हुन्छ। गएर कपडा सपडा हाल्दा ओर्दा ठ्याक्कै गाडी खुल्ने बेला टाइम हुन्छ। म आउनु चाहिँ आइपुगेँ के अरे काम गर्ने ठाउँमा। तर मेरो कपडा त हेर्नु न, कपडा राखेको ठाउँ यस्तो राख्नुपर्छ क्या। यो पन्जा नलाइकन हुँदैन। यो ब्याग चाहिँ किन बोकेको भनेदेखि यो चाहिँ फोनहरू बोक्नुपर्छ कि, त्यही भएर यो चाहिँ मैले बोकेको। अनि त्यसपछि यो ब्याग हो। अनि यो सर्ट काम गर्दाखेरि हाल्ने सर्ट हेर्नु यस्तो हुन्छ हालत काम गर्दा 4 माइलामा। यो टी सर्ट, मेरो सक्स पनि भिजो छ, सबै भिजो छ। आज त कसरी काम गर्ने गाइज। अच्छा, म चाहिँ काम गर्ने ठाउँमा पनि आइसकेँ। यो 4 माइलामा कपडा सपडा चेन्ज गरेर मेरो चाहिँ सर्ट सबै भिजिरहेको रहेछ कि। अनि सर्ट चाहिँ मैले अर्कै एउटा दिदीलाई मागेर हालेँ, किनकि भिजिरहेको थियो मेरो सर्ट चाहिँ। यहाँ 4 माइलामा काम गर्ने यस्तो छ 4 माइला फ्याल्ने ठाउँ। यसरी काम गर्छ मान्छेहरू, यसरी उनीहरू सबै काम गर्दै गरेको। उनीहरू चाहिँ सबैजना अब मान्छे त अहिले खासै आएको छैन। अब भर्खर आउँदै गरेको, गाडी खुलेको छैन, कपडा सपडा फेर्दैछ। अब एकछिन पछि सबैजना आउँछ। हेलो गाइस, 4 माइला काठमाडौँको 4 माइला काठमाडौँ, ललितपुर, भक्तपुर, 3वटा जिल्लाको 4 माइला फ्याल्ने ठाउँ यही हो। कति ठुलो छ यो, यत्रो ठुलो छ यो कम्पाउन्ड नै ठुलो छ कि, यति ठुलो छ। अनि मेरो हालत हेर्नु, यहाँ यस्तो हालतमा म काम गरिराख्नु पर्छ कि सबजना। गाइस म चाहिँ अब घर फर्किनु लाग्यो। यहाँ कपडा फ्याल्ने ठाउँमा आइसक्यो। साह्रै फोहोर खट्टम यार, हालत हेर्नु न मेरो। यस्तो हाल गरेर काम गर्नु परिरहेछ। 4 माइला फ्याल्न यतातिर पछाडि चाहिँ फ्याँकिरहेछ। म चाहिँ कपडा चेन्ज गरेर घरतिर दगुर्ने। अब गाह्रो छ यार। भिडियोको लागि आएको, यहाँ चाहिँ खासै भिडियो गर्न दिँदैन कि। यहाँनिर चाहिँ यहाँ भिडियो अलाउड छ नि त। अनि भिडियोहरू गर भनेदेखि देख्यो भनेदेखि गाली गर्छ कि। अनि मैले चाहिँ लुकी भिडियो बनाएर आएको। ल गाइस कति चाहिँ ठुलो छ त यो 4 माइला फ्याल्ने ठाउँ, यति धेरै ठुलो। अझै यो माथिबाट फ्यालिरहेको छ, माथिबाट फ्यालिरहेको छ। त्यो माथिको पोइरोहरू कति धेरै झर्छ माथिबाट। त्यताबाट बाटो छ। यो सबै 4 माइला फ्याल्ने ठाउँ हो। योभन्दा मुनि कति मुनि थियो यो, अहिले त यति माथि आइसक्यो। कति 3 वर्ष कति वर्ष भइसक्यो यो 4 माइला फ्याल्न थालेको। यहाँनिर कति मुनि थियो, अब वहाँ माथि डाँडैसम्म पुग्छ यो। किनकि योभन्दा मुनि धेरै मुनि थियो क्या। अहिले चाहिँ म अब घर फर्किनु लाग्यो। मेरो बाइक त्यहीँ चाहिँ एक बार मात्रै दाना टिप्यो। म चाहिँ खासमा भिडियोको लागि मात्रै आएको थियो। अब चाहिँ म नुहाउनु जानु लाग्यो गाइस यार। यति गर्मी छ कि, यति गर्मी छ कि आम्मा। यो काठमाडौँमा गर्मी त नि कसम भनेको मार्छ आज। यति गर्मी छ कि म त अब नुहाउनु जानु लाग्यो। यहाँ पर भाउजूकोमा जानु लाग्यो। ल गाइस म चाहिँ भाउजूको बाहिर पनि नुहाइसक्यो। अहिले चाहिँ भाउजूहरूको फर्म यतातिरको चाहिँ यो भाउजूहरू बस्ने घर। म चाहिँ घर फर्किनुभन्दा अगाडि यसलाई धोएर जानु पऱ्यो क्या गाइस। यति शीत तातो छ कि आमा, म शीतमा तातेर घामले तातेर शीत पुरै चाँखे पोल्ने भने। अनि यसलाई धोएर जानु पर्यो। अब चाहिँ अलिअलि पानी छम्केर। अनि ल मैले चाहिँ अब बाइक नै धोइसक्यो। अब चाहिँ म जानुपर्छ।
यो खोला कटेर जाने तर बाटो यस्तो खाने रहेछ कि यो धमिलो पानी छ धमिलो पानीले गर्दाखेरि बाटै देखिँदैन अघि ढुङ्गा माथि बाइक पछि गएर यो मुनिको ढुङ्गा माथि पछि गएर टायर त यो घुमी मात्रै राख्ने भनेको यो त योभन्दा यो यसको मुनि पसेको छ ढुङ्गा ठुलो ढुङ्गा अनि ठुलो ढुङ्गा यहाँ पसेपछि चाहिँ टायर उठ्यो अनि एक्सिलेटरबाट जुत्ता के अरे चक्का मात्रै पो घुम्छ फिनिनी घुम्छ A few moments later. अर्को नेक्स्ट डे पनि भइसक्यो म चाहिँ यहाँ माथि फुफरकोतिर निक्लेको थिएँ फुफरलाई भेटेर त्यसपछि अहिले चाहिँ घर जाँदै गरेको म यहाँ बाटोमा झर्दै गएर बसेर बिहान यति ठुलो पानी परेको थियो कि अनि पानी पऱ्यो त्यही भएर म घरमै बस्यो अनि त्यसपछि माथि फुफरले बोलाउनु भएको थियो अनि फुफरलाई भेटेर त्यसपछि अहिले चाहिँ म घर जाँदै गरेको यहाँनिर यो सानो बाइक लिएर आएको यो बाटो अप्ठ्यारो थियो नि त यस्तो छ नि त बाटो फर्किँदैछ अहिले चाहिँ घरतिर जाँदै गरेको म चाहिँ काठमाडौँ किन गएको थियो भनेदेखि चाहिँ अहिलेसम्मकै जिन्दगीमा नभोगेको चिजहरू र नदेखेको चिजहरू चाहिँ त्यो भोगिराख्नु परिरहेछ कि अहिले यति तनाव भइरहेछ नि यति टेन्सन भइरहेछ कि मलाई त्यो भइसकेपछि हरेक कुराहरू भोग्नुपर्छ भन्थ्यो हो रहेछ आज थाहा पाउँदैछु मैले मात्रै होइन मैले धेरै पहिलादेखि नै यस्तो कुराहरू भोग्दै आइराखेको छु जति दुश्मनलाई नि दुश्मन खोज्नलाई धेरै टाढा जानु पर्दैन भन्थ्यो हो रहेछ कि किनकि त्यही भएर फोन भित्र पानी पर्न लागेको नै पानी परिरहेको छ हल्का परिरहेको छ अब फोन भित्र फोन राख्नुपर्ने हुन्छ मैले अब निकै ठुलो पानी पऱ्यो भने म यहाँ कतै ओर्लिनु पर्ने हुन्छ अनि मलाई अलिकति अहिले बडी टेन्सन पनि भइरहेको छ कि त्यही भएर पनि म भिडियो बनाउन सकेको छैन कि आज यो 3 दिनको भिडियो मैले हाल्दैछु आज 3 दिनको भिडियो यति तनाव छ कि म यहाँ जहाँ उता जहाँ धाउँदा यति टेन्सन भइसक्यो त्यही भएर अब अझ नेक्स्ट भिडियोमा चाहिँ म किन काठमाडौँ गएको के कारण हो किन यस्तो सबै तपाईँलाई बताउने छु आजको भिडियो चाहिँ यति नै है त गाइस